4-5 जना चाहिँ अघि नै हम्फ ताल्नु भएको छ। अब छेउबाट निस्किनु भयो कि बगायो अब केही थाहा छैन हामीलाई पनि होइन। 4-5 जना चाहिँ पहिला नै हम्फ तालिहाल्नु भयो, नाति बस्नुस् भनेको मान्नु भएन होइन। अब आधी घन्टा भइसक्यो यो अवस्था छ यहाँ होइन। के गर्ने गर्ने तनाव छ साथीहरू। ल हेर्नुहोस् अब हामीसँग केही उपाय छैन, जेसीबी पनि आएको छैन। होइन दाइ छोडिदिनु, ढोका खोल्नु। होइन होइन पानी भाग्छ त्यहीबाट, यो अगाडिबाट ठेलेको पानी त्यहीबाट भागिरहेको छ के। ढोका नलाउनु, सकेसम्म सिसाहरू पनि खोल्नुहोस्, सिसाहरू पनि खोल्नुहोस्। मैले यति भन्दा भन्दै पनि स्वर सुकिसक्यो। जेसीबी आइरहेछ, ऊ हेर्नुहोस् जेसीबी आइरहेछ। अब हामीले अब उहाँहरूलाई अब सान्त्वना दिन पाएको अरू केही छैन, सान्त्वना भन्दा अरू केही छैन गाइस। नेपालमा यस्तो छ बाटो। ल हेर्नुहोस् यही हो हाम्रो सरकार। बारम्बार महिनामा 3 चोटि बगाउँछ यो खोला। यो खोलाले बारम्बार होम पाइप हालेर 3 चोटि बगाउँछ महिनामा। बाटोमा 4-5 दिन भात नखानु पाएर बस्छ। अब यो चाहिँ कसरी गर्ने भन्ने तनाव चाहिँ बाँचेर छिटो छिर्नु भएन है।